हाई हेलो नमस्ते आशा छ हजुर सबै सन्चै हुनुहुन्छ होला। आज ठाउँ चाहिँ अलिक फरक रहेको छ र मेरो ड्रेस पनि फरक देख्न सक्नुहुनेछ। आज चाहिँ हाम्रो पोखरा लेडिज जेसिसद्वारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भलाम 20 मा रहेको छ। यो चाहिँ हाम्रो के भन्छ रे जेसिसको पोखरा लेडिज जेसिसको एउटा चाड नै भन्छौँ। यसलाई चाहिँ 1 हप्तासम्म मनाउँछौँ र यो चाडमा चाहिँ हामीले यो हप्ताभरि विभिन्न कार्यक्रम गरेर मनाउने गर्छौँ र त्यसै अन्तर्गत आज ज्येष्ठ नागरिकसँग जेसिस युवा भन्ने कार्यक्रम लिएर हामी यहाँ आएका छौँ। अब म हजुरलाई यहाँ भलाम कस्तो रहेछ, आज के कस्तो गर्दो रहेछ भनेर देखाउने कोसिस गर्छु है। यो रहेको छ उत्कृष्ट नागरिक दिवा सेवा कार्यालय, यसमा हाम्रो कार्यक्रम गर्न गइरहेका छौँ। भ्यूहरू हेर्न सक्नुहुनेछ हजुरले, कस्तो राम्रो रहेको छ भ्यूहरू। मन्दिर पनि रहेको छ, भ्यूजहरू पनि है। अनि त्यसमा चाहिँ आज हामीले यो लौरी पनि दिन गरेका छौँ। त्यो चाहिँ कसरी दिन्छ के गरिन्छ त्यो चाहिँ बाँकी भिडियोहरूमा हेर्नु होला है। यो हो भलामको वडा कार्यालय। भलामको यो रहेको छ हेल्थ पोस्ट। यो चाहिँ हेल्थ पोस्ट। यो के हो सर? यो सहकारी संस्था। यो भलामको चाहिँ सहकारी संस्था रहेको छ। अनि पार्टी कार्यालय रहेको छ भने त्यो चाहिँ वडा कार्यालय, तर त्यो चाहिँ रेन्टमा रहेछ। त्यो पछाडि चाहिँ अहिले बनाउँदै गरेको वडा कार्यालय र स्कुल त्यो भ्यूहरू हेर्न सक्नुहुन्छ, एकदम राम्रो भ्यूहरू। अब लेट्सको आजको प्रिपेरेसनमा चाहिँ के रहेको छ। हामीले चाहिँ ज्येष्ठ नागरिकहरूले चाहिँ लौरी दिने अनि खिर खुवाउने कार्यक्रम रहेको छ। त्यही अन्तर्गत यहाँ हाम्रो खिरहरू सब्जीहरू हुँदै हुन्छ। दाइ, हाम्रो के कस्तो प्रिपेरेसन हुँदैछ बनाउनको लागि? आलु बोइल हुँदैछ। हजुर, यो अचारको लागि हजुर रेडी हुँदैछ। अब यो आलु उतारेपछि खिरको बनियो। खिरको मिक्सरहरू सबै रेडी भएको छ। हाम्रो दाइ र दिदीले आज हामीलाई हेल्प गर्दै हुनुहुन्छ। अब भ्यू हेर्न सक्नुहुन्छ, यस्तो राम्रो रहेको छ यहाँको भ्यू, शान्त शीत कोलाहलबाट। हजुर, आलु छर्नको लागि मेन पावर चाहिन्छ। हजुर मेन पावर ल हुन्छ, म उता अगाडि हुन्छ है। तर भलाम चाहिँ गर्मी त गर्मी ठाउँ रहेछ, गर्मी। एकदम शान्त र शीतल रहेछ, शान्त कोलाहलबाट टाढा रहेको रहेछ भलामको यो। र आज ज्येष्ठ नागरिक सम्मान भनेको भएर आउँदै हुनुहुन्छ, कोही आइसक्नुभयो, कोही आउँदै हुन्छ उहाँहरू। शीतल हाम्रो अध्यक्षज्यूले Cái tập
कति बोल्नु त मिल्छ मलाई पो नमिलेको हो त रमाइलो र भगवानले मिलाउँछ यो रहेछ भवनको लौरी पनि रहेको छ दिदी कति पिस लौरी रे यो हाम्रो यो 138 पिस रहेको छ यो उहाँहरूलाई सम्मान स्वरूप लौरी खिच बुझाउने र लौरी पितलमा लागेको र हजुर